नमस्ते। सोचेको थिइनँ जिन्दगी यति बोर लाग्दो पनि हुँदो रहेछ हैन। आज 6 दिन भयो यो बिस्ताराको जुन बसाइ छ, साँच्चै सबै कुरा बाहिर हिँड्दा घुम्दा डुल्दा साथीभाइ भेट्दा विद्यार्थीसँग रमाउँदा जति रमाइलो भएको रहेछ जिन्दगी, एकान्त र एक्लो हुँदाखेरि कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ यो 6 दिनको बेड आरामले चाहिँ मलाई देखायो। ठिकै छ, जिन्दगीले नि कति चोट देला र हैन, दिइराखोस्, पहिले नदिएको हो र हुन त। तर चाहिँ एक्लो फिलिङ चाहिँ हुँदो रहेछ जब यो बिस्तारामा परिन्छ। के भनौँ, ठिकै छ, अब घुमेर रमाएर बस्दाको पल र यो बिस्ताराको पल चाहिँ जमिन र आकाशको फरकै हुँदो रहेछ। ठिकै छ, आशा छ छिटै सन्चो होला हैन, भएर फेरि घुम्दै रमाउँदै भिडियो बनाउँला। अब यो नचाहँदै पनि अरूसँग भन्दा हजुरहरूसँग नै आफ्नो आत्मीयता साट्न मन लाग्यो, त्यसैले यो भिडियोहरू बनाएको छु हैन। यो भोलिको दिनमा के कसो हुन्छ भन्ने कुरा कसले के जानेछ र। ल, यति बेलसम्म हेर्नुभयो सुन्नुभयो त्यसको लागि धन्यवाद।